अहिले चाहिँ हामी इलामतिर लाग्दैछौँ। त्यहाँ पुगिसकेपछि हजुरहरूलाई त्यहाँको हरियाली अवश्य देखाउनेछु। अहिलेलाई चाहिँ शेर्पा होटलमा बास बसेको छ है। के गर्छ राम्रो लाग्यो? यो माथि पनि छ नि, अब एकछिनमा जानुपर्छ अलिकति रेस्ट गरेर। रुमी कस्तो लाग्यो त कन्यामको मौसम? मलाई कस्तो लाग्यो? गुड गर्दै यसरी गुड खै गुड गरेको यस्तो गर न हात। रोनिसहरू चाहिँ कता अरे? हेलो रोनिस, रोनिस खेल्नु भएको? खै सोइनाले चाहिँ हाई गरेकै छैन आज मलाई। हाई गर्नु न। कस्तो लाग्यो सोइनालाई? अनि मम्मी बाबाको याद कतिको आइरहेछ सोइना? दिदी भन न, यस्तो देखाउ न। ल ओके, अहिले चाहिँ हामी कन्याममा खाजा दिँदैछौँ है। मेरो नानीलाई चाहिँ एकदम मोमो मनपर्छ। रोनिस हाई हाई गरेको खै रोनिसले? हाई। रोनिसलाई मोमो मनपर्छ होइन? अनि सोइनालाई चाहिँ मोमो मनपर्छ पर्दैन? पर्छ ल मोमो। अनि नानालाई चाहिँ के मनपर्छ? चाउमिन होइन? तिम्रो चाउमिन आयो है अब। ल कस्तो छ मोमो? मिठो लाग्यो? मोमो मिठो लाग्यो कि लागेन? सिसाना मिठो लाग्यो मोमो? फाइनली हाम्रो चाहिँ सेर्पा रेडी भइसकेको छ। अहिले चाहिँ हामी दिदी बहिनी सेर्पा चाख्दैछौँ है कस्तो छ। हेलो साथीहरू, कन्यामा चाहिँ एकदम चिसो रहेछ कि, अनि त्यस कारणले गर्दा मेरो साइली दिदी र माइली दिदीलाई चाहिँ तातो थुक्पा खानु मन लाग्यो अरे। कन्यामा तातो थुक्पा है हाम्रो लागि। चिकन थुक्पा खाँदै हुनुहुन्छ। थुक्पा चाहिँ कस्तो छ? टेस्ट गर्दै हुनुहुन्छ? मिठो छ? यम्मी। हामी चाहिँ अब खाना लिँदैछौँ है यहाँनिर। खै तिमी हेर्नु खाना लिया? खाना लिइसकेर यता अलिकति हल्का लागिरहेछ। हेलो गुड मर्निङ एभ्रिवान। हामी चाहिँ कफी लिँदैछौँ अहिले। यहाँ हेर्नुहोस् न कति राम्रो हरियाली। हेलो यहाँको भ्यू हेर्नु त कस्तो राम्रो छ। दिप्सन कफी सेलाउँछ, सुन्न कफी खाऊ। अब चाहिँ हामी खाजा लिएर घुम्न निस्किँदैछौँ। हामी चाहिँ अब इलाम जानलाई रेडी हुँदैछौँ गाइजहरू। नानुमा त रुचि छ त के भन्नुमा? ए रेडी बनाउनु? सोइना त रेडी भइसक्यो।
के हो केही न हो हाँस्थ्यौ न त नि अब चाहिँ हामी इलामतिर लाग्यौँ है हामी चाहिँ इलाम बजार घुमिसकेर अब यता कुखटार जाँदैछौँ है अहिले चाहिँ हामी कुखा पाता लागिसकेको छौँ है यहाँ हेर्नुहोस् है हामी पनि हेरेको कस्तो लाग्यो दामी छ है दामी लाग्यो तिमीलाई पनि हेलो नुमा रोमीको इच्छा चाहिँ पुरा भयो है हाम्रो पनि इच्छा पुरा भयो है अहिले चाहिँ हामी यता थकाली होटलमा छौँ अब खाना खाएर फर्किने क्रममा छौँ है